नमस्कार यहाँहरु सबैजनालाई। म यति बेला जापानमा छु र जापानका विभिन्न ठाउँमा घुमफिर गरिराख्दाखेरि मैले प्रत्येक पाइलामा हर्क साम्पाङलाई सम्झिन्छु। हालसालै म टोकियो टावर गएको थिएँ। टोकियोको एकदमै प्रसिद्ध ठाउँ हो टोकियो टावर। पुरानो पर्यटन स्थल पनि हो टोकियो टावर। अनि त्यहाँ धेरै पुराना कुराहरू राखिएका छन् र त्यहाँ अगाडि एउटा मन्दिर पनि छ र त्यहाँनेरि त्यो ध्वनि लगाउने पनि गरिदो रहेछ। त्यसलाई जसलाई शान्तिको प्रतीक पनि मानिदो रहेछ। त्यसपछि उतापटि गएर एउटा पौराणिक इतिहास बोकेको एउटा त्यो जिजौसामाहरू पनि छ। त्यसपछि मास्तिर गएपछि टावर छ। अनि त्यो टावरमा जानुभन्दा अगाडि किन मैले हर्क साम्पाङलाई सम्झिएँ भन्ने कुरा यहाँनिर जोड्न चाहन्छु। त्यो टावरमा जब टिकट लियो, त्यो टावर सामान्य टावर छ, तर त्यो टावरमा चढ्ने टिकट भने कस्तो महँगो छ। उता गएर स्काई ट्री भन्दा पनि टोकियो टावरको टिकट महँगो लाग्यो मलाई। म स्काई ट्री पनि गएको छु र टोकियो टावर पनि गएको छु र त्यहाँनिर जाँदाखेरि त्यो सुरुवाती दिनहरूमा चाहिँ जापानिजले गरेको स्टोकललाई राखेको रहेछ क्या। त्यो ठ्याक्कै हर्क साम्पाङको त्यो जुन अहिले श्रम संस्कृति पार्क बन्यो नि, उहाँले जसरी श्रम गरेर चाहिँ बनाउनु भएको छ नि त, सेम त्यस्तै रहेछ क्या। टोकियो टावर बन्दाको इतिहास चाहिँ कस्तो रहेछ भने त्यति बेला यसरी अत्याधुनिक स्रोत साधनहरू चाहिँ बनिसकेका रहेनछन् जापानमा पनि। अनि त्यति बेला त्यो डोरीमा बाँधेर त्यो सामानहरू माथि लगेको रहेछ। अनि मान्छेहरू डालोमा बसेर जाँदा कति खुसी भएको त्यो जापानिजहरू त्यो पिक्चरहरू राखेको होइन। अनि अब त्यो एकदमै उनीहरूलाई चाहिँ ठुलो काम गरेको चाहिँ फिलिङ्स त्यस्तो खालको क्या। अनि त्यो इतिहासलाई चाहिँ त्यो पहिलो तलाबाट दोस्रो तलामा जाँदाखेरि पनि केही स्ट्रक्चरहरू र त्यो तलाबाट झन् माथि टपमा जाँदाखेरि अरू थप कुराहरू चाहिँ त्यहाँ देखाइदो रहेछ। कसरी यो निर्माण भएको थियो भन्ने कुरा देखाउँदाखेरि झलझली मैले हर्क साम्पाङलाई सम्झेँ र एक दुईवटा भिडियो पनि मैले त्यहाँनिर बनाएँ। अनि श्रम गरेर देश बन्दैन भन्छ, श्रम गरेरै देश बन्छ। गफ गरेर चाहिँ देश बन्दैन, श्रम गरेरै देश बन्छ भन्ने कुराको प्रमाणित त्यो स्काई ट्री त्यो टोकियो टावरबाट हुँदो रहेछ। अनि स्काई ट्री चाहिँ एकदमै अत्याधुनिक स्रोत साधनहरू प्रयोग गरेर बनाइएको हो। त्यसैले त्यहाँको इतिहासहरू त्यहाँको कुराहरू छुट्टै छ र त्यसलाई देखाइएको पनि छैन। जब टोकियो टावर चाहिँ एकदमै त्यो चाहिँ इतिहास रहेछ क्या त्यहाँनिर जापानिजहरूको। ठ्याक्कै हर्क साम्पाङको पारा सबै त्यही हो। अनि त्यो भएकोले गर्दा त्यति बेला चाहिँ त्यो कुरा सम्झेपछि मलाई याद आयो र यो कुरा मैले भन्नै पर्छ र देखाउनै पर्छ भनेर त्यहाँका धेरै भिडियोहरू मैले खिचेर ल्याएको छु। म क्रमैसँग फेसबुकमा राख्नेछु, तपाईँले हेर्नुहोला। त्यसैले श्रम गर्नुपर्छ। श्रम गरेपछि त्यहाँबाट चाहिँ के अनुसन्धान के निष्कर्ष निस्किन्छ भने काम गर्दै जाँदा यसलाई यो चाहिने रहेछ, यसलाई यो चाहिने रहेछ, यहाँनिर यो साधन प्रयोग गर्नुपर्ने रहेछ र त्यसको आविष्कार गर्नुपर्ने रहेछ, यसलाई कसरी निर्माण गर्ने त भन्ने आइडिया रचिन्छ क्या त्यहाँ। जब गफ गर्न थालिन्छ, गफभित्र के हुन्छ, गफभित्र कसलाई लडाउने, कसलाई पछाड्ने, कसलाई नराम्रो भन्ने, कसलाई चाहिँ बिगार्ने, कसले गर्दैछ राम्रो, त्यसको खुट्टा कसरी तान्ने, त्यो छलफल हुन्छ क्या गफभित्र। कामभित्र हुने छलफल र गफभित्र हुने छलफल फरक फरक हुन्छ। त्यसैले देश बनाउनु पर्छ भने श्रम गर्नुपर्छ भनेर मैले त्यहाँ त्यति बेला नि भिडियो बनाएको छु। र मैले हरेक जापानका ठाउँहरूमा जाँदाखेरि थोरै भए पनि रिसर्च गर्छु क्या। म त्यहाँ मान्छे कतिपय घुम्नको लागि मात्रै जान्छन्, इट्स ओके, मान्छेलाई सोख हुन्छ घुम्ने हेर्ने। तर मलाई घुम्ने हेर्ने सोखसँगै मलाई एउटा भाग्यवश कारणवश म यो ठाउँमा आएँ। यो ठाउँको इतिहास के रहेछ, यसको तथ्य के रहेछ त भनेर अलिकति म सर्च गरेर म हेर्ने र बुझ्ने र जान्ने जिज्ञासा राख्छु। एकदम जिज्ञासु विद्यार्थी हुँ म यति बेलाको जापानको यो भ्रमण गरिराख्दाको अवस्थामा। र यो कुरा म सबैजनालाई सेयर गर्न चाहन्छु। देश गफ गरेर होइन, काम गरेर बनाउनु पर्छ। कामले बन्छ देश। कामले काम गर्न सिकाउँछ, गफले गफै गर्न मात्रै सिकाउँछ। है, यो कुरा मनन गर्नुपर्छ नेपालीले। धन्यवाद।